भिडियोहरू त म धेरै बनाउँछु कि तर मलाई लाउनै अल्छी लाग्छ कि तर यो भिडियो चाहिँ लाउनु पर्ने जस्तो लाग्यो त्यही भएर लगाएको क्या मेरो भिडियोबाट पनि कसैले केही सिकुन्न भन्ने कुरा क्या अनि यो चाहिँ मैले के गर्दैछु भने सिबी छरेको एकदम बाक्लो भएछ अनि पछाडिबाट यो बाक्लो भए पनि हौसिन्छ नि त अनि त्यही भएर यसलाई सब्जी खानु पनि मिल्छ कि जस्तो लाग्यो मैले चाइनिजहरूले खाएको देखेको थिएँ अनि त्यही देखेर चाहिँ मैले टिप्दैछु यति बाक्लो सिबी देख्नुभयो भने त आमाले पछि मलाई गाली गर्नुहुन्छ अनि टिपेर लगेपछि सब्जी पनि भयो अनि पातलो भएपछि फेरि बाक्लो भयो भने हौसेर फल्दैन भन्ने पनि हाम्रोतिर चाहिँ भनेछ कि अनि त्यही भएर पनि मैले यो टिपिदिएको क्या अलिक ठिक्क पातलो पातलो बनाएर राखिदिएको अनि मलाई डर चाहिँ लागिरहेको थियो कि अब यो कहिले खाएको थिएन गाउँमा कसैले पनि खाएको पनि छैन खाएको पुराण गर्दैन अनि मैले टिपेर लगेँ लान चाहिँ अनि टिपेर लगेर चाहिँ मजाले धोइ पखाली गरेँ कि फेरि यो पानी परेको सिजनमा भएर कति धेरै बालुवाहरू माटोहरू यहाँनिर लागेको हुँदो रहेछ कि अनि हाम्रो घरमा चाहिँ पहिल्यैदेखि के चलन छ भने जङ्गलबाट केही अलिक सङ्कासमा सब्जीहरू के ल्यायो भने चाहिँ पकाएर सबैभन्दा छिटो कुकुर र बिरालोलाई चखाउने चलन छ कि मान्छेले खानु अगाडि अनि तर हाम्रोमा चाहिँ कुकुर थियो मरिहाल्यो के भएर मऱ्यो अनि बिरालो चाहिँ एकदम बिग्रेको छ कि खालि दुध र मासु मात्रै खान्छ अनि त्यही भएर मैले आफै चाखेँ त मिठो भएको थियो कि अनि यो सिमीको यो दाना चाहिँ अलिक क्यारेक गर्दो रहेछ मजाले नपाक्दो रहेछ सोयाबिनसँग मिसाएर पाक्दै एकदम मिठो भएको थियो टमाटर भएको भए सायदै अझै मिठो हुन्थ्यो होला